रवि लामिछानेले अर्बौं ठगेका प्रमाण हामीसँग छन्, आफै निवेदन दिएर सहकारीबाट पैसा निकालेको प्रमाण छन् भनेर संसदमा सादा कागज देखाउँदै गर्जेका नकचराहरूले अहिलेसम्म के प्रमाण दिए त भनेर उहाँले प्रश्न गर्नु भएको छ। मध्यरातसम्म मेरै हस्ताक्षर पुरेर बसेको थियो नेपाली कांग्रेसको नेतृत्व, मैले मानिन। भोलिपल्टदेखि तिनैले मलाई सहकारी ठग भन्न थाले। मेरो प्रश्न छ, किस्तीमा पाएको प्रधानमन्त्री पद त्यागेर त्यसैको दण्ड स्वरूप आज थुना बेहोरिरहेको मान्छे कसरी सत्ता लुलुप हुन सक्छ? म सत्ता लुलुप होइन, विद्रोही हुँ, उहाँले अपिलमा लेख्नु भएको छ। त्यसैगरी अपिलमा लेखिएको, राज्यका सबै अंग तिनैका भर्ती केन्द्र भएको देशमा न्यायका लागि ढकढक्याउन कुनै ढोका छ कि छैन भन्ने आशंका कसरी हट्छ र? उहाँले अपिलमा लेख्नु भएको छ। त्यसैगरी रवि लामिछानेले अर्बौं ठगेका प्रमाण हामीसँग छन्, आफै निवेदन दिएर सहकारीबाट पैसा निकालेको प्रमाण छन् भनेर संसदमा सादा कागज देखाउँदै गर्जेका नकचराहरूले अहिलेसम्म के प्रमाण दिए त भनेर उहाँले प्रश्न गर्नु भएको छ। त्यसैगरी म माथि अत्याचार गर्ने लोकतन्त्र होइन, ओली थापाहरूको कुटिल षड्यन्त्र र लेखक बडालहरूको कानुनी प्रपञ्च हो, विधिको शासन त यिनीहरूले उहिल्यै समाप्त पारिसकेका हुन् भनेर सभापति रवि लामिछानेले आफ्नो अपिलमा लेख्नु भएको छ। त्यसैगरी सहकारीमा प्रत्यक्ष संलग्नहरू ससानो धरौटीमा छुट्दा संलग्नै नभएको म चाहिँ थुनामा छु, तैपनि अदालतको मानहानिको डरले आफ्नो पक्ष खुलस्त राख्न सक्दिन, यो कस्तो न्याय हो भनेर उहाँले फेरि अर्को प्रश्न गर्नु भएको छ। त्यसैगरी उहाँले अपिलमा लेख्नु भएको छ, म रहौँला नरहौँला तर मेरा केही संकल्प छन्। भ्रष्टहरूको आर्थिक र राजनीतिक अपराधको टेको बनेको वर्तमान संविधान अब संशोधन होइन पुनर्लेखन गर्नुपर्छ, सबै उच्च पदस्थको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर सभापति रवि लामिछानेले आफ्नो अपिलमा लेख्नु भएको छ। र अपिलको अन्तिमतिर उहाँले लेख्नु भएको छ, स्वर्ग जस्तो देशलाई नर्क बनाएका अपराधीहरू षड्यन्त्रकै बलमा अब धेरै दिन जोगिन सक्ने छैनन्। म मारिएछु भने पनि जनताले यिनीहरूको हातमा तस्करले दिएको घडी खोज्नेछन् र हतकडी लगाउनेछन् भनेर सभापति रवि लामिछानेले आफ्नो अपिलमा लेख्नु भएको छ। यो अपिल आज मात्रै पार्टीका तर्फबाट सार्वजनिक भएको छ। यो अपिल उहाँले लेखेर भन्दा पनि भेट्न गएका आफ्नो सचिवालयका सदस्यहरूलाई बताए अनुसार चाहिँ उहाँको सचिवालयले तयार पारेर सार्वजनिक गरेको हो। यो अपिल यहाँहरूको बीचमा आइपुग्नेछ, पार्टीका च्यानलहरूबाट, त्यसैगरी सोशल मिडिया प्लेटफर्महरूबाट र अरू डिजिटल माध्यमहरूबाट पनि तपाईहरूको हातमा आइपुग्नेछ। एकचोटि यो अपिल गम्भीर रूपले अध्ययन गरेर पढिदिएर सत्य तथ्य के हो, भ्रम कसरी सिर्जना गर्न खोजिएको छ, रवि लामिछाने प्रति राज्यले गरेको व्यवहार के हो, कहाँ हो, कहाँ के भयो भन्ने यो स्पष्ट यो अपिलमा लेखिएको छ। म हार्दिक अनुरोध गर्छु सबैलाई यो अपिल एकचोटि छातीमा हात राखेर पढिदिनुहोस् भन्ने मेरो एउटा आग्रह छ। त्यसैगरी यो अपिलमा